बाहुन भएर त पुण्यको काम गर्छन् तर उता कस्तो पापी रहेछ। अनि आफै सोच्नु न कसरी त्योभन्दा 3 महिना अगाडि मलाई लिएर गएको होइन माई वाइफ भनेर, अनि 3 महिना पछाडि त्यो केटीलाई लिएर गयो क्या। भन्छन् साथीहरूले मतलब बाहुन भएर त पुण्यको काम गर्छन् तर उता कस्तो पापी रहेछ। हामीले देखेका छौँ स्वयं तिमीलाई ल्याएर हुन्छ नि युज गरेको देखेका छौँ, तिमी कति सोझी भनेर भन्नुहुन्थ्यो कि मलाई। पछि फेरि एकदम हुन्छ नि एकदम माया गर्ने भएर लगेर मलाई मारे पनि उ गरे पनि हुन्छ नि उसँगै बिहे गरेर जे गरे पनि म रेडी छु भन्ने हुन्थ्यो कि त्यस्तो मलाई बेला चाहिँ। उहाँको हातको सिन्दुर लाउन मन थियो। मतलब फेरि लगाइसकेको हो कि मैले त्यतिसम्म पनि मेरो नजिक आउन चाहिँ त्यतिसम्म पनि गर्नुभएको थियो कि। त्यो बिहे गर्ने बेलामा चाहिँ 2 महिनाको छुट्टी आउनुभएको उहाँ 1.5 महिनासम्म मसँग टाइम स्पेन्ड गर्नुभयो। 15 दिनमा इङ्गेजमेन्ट बिहे सब भ्याएर जानुभयो कि 1.5 महिनासम्म चाहिँ मसँगै हुनुहुन्थ्यो। अनि लास्टमा चाहिँ बरु उहाँले भनेको भए हुन्थ्यो होइन म यस्तो गर्दैछु यताउता। उहाँले मलाई भन्नु भएन कि आशमा मलाई सपना देखाएर आश देखाएर 81 मसँग ब्रेकअप नभइकन उहाँ चाहिँ अर्को रिलेसनमा जानुभयो क्या।